के तपाईँको श्रीमान अथवा श्रीमतीले तपाईँलाई अत्यधिक शङ्का गर्नुहुन्छ? बिना कुनै तथ्य अथवा प्रमाण तपाईँलाई चाहिँ चिट गरेको अथवा अरूसँग सम्बन्ध राखेको उहाँले आरोप लगाउनुहुन्छ? तपाईँले होइन त्यस्तो केही पनि होइन भनेर भन्दाखेरि उहाँ कन्भिन्स्ड हुनुहुन्न? यही विषयलाई लिएर दिनदिनै झगडा गर्ने अथवा न्यु खोज्ने गर्नुहुन्छ? तपाईँको मोबाइल चेक गर्ने, सोसल मिडियाहरू हेर्ने, तपाईँलाई फलो गर्ने, तपाईँलाई यही विषय लिएर चाहिँ धेरै इन्टरोगेट गर्ने, होइन? तपाईँलाई चाहिँ कहिलेकाहीँ साँचो भन् भनेर होइन आक्रमण गर्न खोज्ने, कुट्ने, तपाईँलाई अरूसँग बोल्नै नदिने, बाहिर जानै नदिने, यस्ता टाइपका विचारहरू अथवा यस्ता टाइपका व्यवहारहरू उहाँले देखाउनुहुन्छ। यदि तपाईँ साँचो हुनुहुन्छ, तपाईँले अरूसँग सम्बन्ध राख्नु भएको छैन, तर पनि तपाईँको पार्टनरले चाहिँ यस्तो गरिराख्नु भएको छ भने यो एक प्रकारको भ्रमको समस्या, एक प्रकारको मानसिक समस्या, जसलाई हामीले डिलुजन अफ इन्फिडेलिटी भनेर भन्छौँ, त्यो हुनसक्छ। त्यसको लागि चाहिँ तपाईँले नजिकमा मनोचिकित्सकलाई भेटेर त्यो हो कि होइन भनेर कुन लेभलमा छ भनेर एकचोटि परामर्श लिन म अनुरोध गर्न चाहन्छु। र यदि यस्तो कुरालाई चाहिँ बेलैमा सम्बोधन भएन, यो समस्यालाई चाहिँ बेलैमा हल गरिएन भने यसले घरेलु हिंसा, डिभोर्स हुँदै कहिलेकाहीँ हत्यासम्म पनि भएका घटनाहरू छन्।